तपाईहरुले बल प्रयोग गर्नुभयो। तपाईहरुले बल प्रयोग गरेर ढोका तोड्नु भएको छ। सर, म पत्रकार हो, मलाई बोल्न दिनु। बल प्रयोग गरेर प्रहरीले यहाँ गेट तोडफोड गरेको छ बुन्डुमा। गेट किन तोडेको? नेपाल प्रहरीको गेट हो यो तोड्ने। कतिजना जाने यहाँ हेर्नु, यहाँ दर्शक बहन यहाँ हेर्नु, यहाँ यो गलत गरे हेर्नु नेपाल प्रहरीले। यो हेर्नु दर्शक बहन, गेट तोडेर यो सिभिलका प्रहरीहरू गृहमन्त्री मुर्दाबाद भनेर बदमासी हो। नेता कार्यकर्तालाई यसरी गर्न एकचोटि यो दृश्य हेर्न सक्नुहुन्छ। प्रहरी र नेकपा एमालेका कार्यकर्ता बीच मुठभेड सुरु भइसकेको छ। दर्शकवृन्द, एकचोटि यो दृश्य हेर्न सक्नुहुन्छ। नेकपा एमालेका कार्यकर्ता र प्रहरी बीच यसरी लफडा सुरु भइसकेको छ। यो हेर्न सक्नुहुन्छ। सबै साथीहरू उपस्थित हुनुहोला। यहाँभित्र पुलिस प्रवेश गरेको छ र यो कानुनी राज्यको धज्जी उडाएको छ र सबैले यस्ता यो घृणित कार्य, यो एउटा राज्यले दमन गरेको यो पुलिस प्रशासनलाई जबरजस्त रूपमा यसरी परिचालित गरेर यो रातको समयमा यस्तो किसिमको एउटा अमानवीय किसिमको हरकत गरेको छ र यसलाई कानुनी रूपमा सबैलाई कानुनी राज्यलाई सबैले मान्न पर्छ। तर यो किसिमको गैर कानुनी गैर राजनीतिक यस्ता हरकतहरू हाम्रो अहिलेको सरकार जो यही चीजलाई एउटा संस्थागत गर्न, अराजकतालाई यो किसिमको एउटा सिंहदरबार सर्वोच्च अदालत जलाउने पंक्तिलाई साथ दिनको लागि यो किसिमको राज्यको सम्पूर्ण शक्ति परिचालन आफैमा दुःखद छ र सबै साथीहरू यहाँ उपस्थित